हेलो साथीहरू, नमस्ते। र आज पनि म हजुरहरूको लागि अर्को भिडियो लिएर आएको छु होइन। यो भिडियो चाहिँ एजुकेसन कन्सल्टेन्सीको बारेमा हुनेछ है। अब एजुकेसन कन्सल्टेन्सीहरू चाहिँ अब हजुरहरूले कसरी खोज्ने होइन, राम्रो एजुकेसन कन्सल्टेन्सी चाहिँ कसरी हजुरले खोज्न सक्नुहुनेछ र हजुरहरू एजुकेसन कन्सल्टेन्सीमा जाँदा चाहिँ कस्ता कस्तो क्वेसनहरू चाहिँ सोद्धाखेरि चाहिँ राम्रो हुन्छ भनेर चाहिँ मैले चाहिँ हजुरहरूलाई केही पोइन्ट्सहरू पनि बताउने छु होइन। अब सबभन्दा पहिला चाहिँ एजुकेसन कन्सल्टेन्सीको कुरा गर्दाखेरि चाहिँ कन्सल्टेन्सीले चाहिँ काम कसरी गर्छ त भनेर जानौँ पहिला चाहिँ हामी चाहिँ होइन। अब एजुकेसन कन्सल्टेन्सीले अब हामीले सोचेअनुसारले त हामीलाई त्यही हो, हामीलाई सर्भिस दिन्छ अनि त्यस बापत हामीसँग सर्भिस चार्ज लिन्छ होइन। अनि त्यति नै होला भन्ने लाग्छ हामीलाई होइन, तर त्यस्तो चाहिँ होइन। अब कन्सल्टेन्सीको अब उनीहरूको ब्याकग्राउन्ड हेऱ्यो भने धेरै नै कुरा हुन्छ त्यहाँ पछाडि, त्यो जुन चाहिँ हामीलाई थाहा हुँदैन, उनीहरूले हामीलाई थाहा हुन दिँदैन। र के कुराहरू चाहिँ हुन्छ त्यसमा भन्दाखेरि जस्तै अब एजुकेसन कन्सल्टेन्सीहरूले चाहिँ अब के गरिरहेको हुन्छ भन्दाखेरि अब जस्तै अब हामीलाई अब बाहिर पठाउँदाखेरि उनीहरूले चाहिँ कलेजसँग चाहिँ एउटा एग्रिमेन्ट गरेको हुन्छ। जस्तो कि अब हामी चाहिँ अब त्यो कलेजमा जस्तै मास्टर्स पढ्न गएँ सपोज म भने 2 वर्ष मास्टर्स पढ्दाखेरि चाहिँ उनीहरूले अब 2 वर्षसम्मै मैले पढुन्जेलसम्म चाहिँ उनीहरूलाई चाहिँ कमिसन गइराख्ने हुन्छ होइन। त्यस्तो पनि हुन्छ। र कतिपय केसमा चाहिँ उनीहरूले अब कलेजको अकोमोडेसनमा पनि त्यसरी नै खाइरहेको हुन्छ होइन। हजुरहरू जति कलेजको अकोमोडेसनमा बस्नुभयो त्यति नै चाहिँ अब उनीहरूलाई कमिसन आइरहेको हुन्छ है। त्यसमा कन्सल्टेन्सीहरूले चाहिँ हामीलाई चाहिँ मूर्ख कसरी बनाउँछ नि त। जस्तै अब कन्सल्टेन्सीले चाहिँ जहिले पनि हाम्रो डरमाथि खेल्न खोज्छ कि म त उनीहरूले हाम्रो फेयरमाथि नै खेल्छ भन्ने नै भन्न चाहन्छु म चाहिँ होइन। किनभने जस्तै अब हजुरहरू जो पनि होस् होइन, हजुरहरू आफ्नो मार्कसिट लिएर जानुहोस् होइन, जस्तो सुकै कन्सल्टेन्सीमा जानुहोस्, उहाँहरूले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि हजुरको ग्रेड चाहिँ ठिकै छ होइन, यसको लागि चाहिँ हामी चाहिँ यो युनिभर्सिटीहरू हजुरहरूलाई रेकमेन्ड गर्न सक्छौँ र यो युनिभर्सिटीमा चाहिँ अब हजुरलाई हुन्छ, नत्र अरू युनिभर्सिटीमा चाहिँ त्यति चान्स छैन भनिदिन्छ होइन। त्यति भनेपछि चाहिँ हामी पनि डराउँछौँ होइन, हाम्रो त ग्रेडै नराम्रो रहेछ, हामीले त अरू युनिभर्सिटीमा त एडमिसनै नपाउने रहेछौँ भनेर सोध्छौँ होइन। अनि त्यहाँ पछाडि चाहिँ उनीहरूले अब के गर्छ भन्दाखेरि हजुर हामीलाई अब आफ्नो कोर्स पनि सिलेक्ट गर्न दिँदैन होइन, आफैले चाहिँ रेकमेन्ड गर्छ तपाईँले यो कोर्स गर्नुहोस्, यो कोर्स गऱ्यो भने यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर चाहिँ कुनै अब नयाँ खुलेको कलेजहरूमा होइन उनीहरूले त्यो कलेजको अब कुन चाहिँ कोर्समा चाहिँ कम स्टुडेन्ट छ त्यस्तो कोर्समा हाल्न खोज्छ होइन। अनि त्यस्तो कोर्समा चाहिँ के हुन्छ भन्दाखेरि कलेजको तर्फबाट पनि उनीहरूलाई चाहिँ हाई कमिसन आउँछ त्यस्तो कोर्सहरूमा। र यस्तै नै हुन्छ होइन, उनीहरूले अब हामीलाई अब मूर्ख बनाउने, हामीलाई स्क्याम गर्ने भनेको चाहिँ अब त्यसरी नै हुन्छ। कुनै अब एप्रिडेसन नभएकै कोर्समा पनि हालिदिइरहेको हुन्छ होइन, कुनै चाहिँ अब रजिस्टरै नभएको युनिभर्सिटीहरू पनि पठाइदिइरहेको हुन्छ कतिपय स्टुडेन्टहरूलाई। जस्तै केही वर्ष अगाडि चाहिँ मैले हेरेको थिएँ होइन, जस्तै अस्ट्रेलियामा चाहिँ कति विद्यार्थीहरूलाई चाहिँ यस्तो कलेजमा पठाइदिएको थियो होइन, नर्सिङ पढ्ने विद्यार्थीहरूलाई, सायद त्यो सिधा कुरामा आएको थियो होला, हजुरले हेर्नुभयो होला होइन। त्यहाँ चाहिँ अब त्यो रजिस्टरै थिएन एजुकेसन मिनिस्ट्रीको अन्डरमा होइन, यस्तो कुनै केसहरू थियो होइन। त्यही भएर चाहिँ हामीले एकदमै त्यो कुराहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ होइन। र अब अर्को कुरा भन्दाखेरि चाहिँ उनीहरूले चाहिँ हामीलाई चाहिँ प्रमिस गरेर हामीलाई एकदम गरिदिन्छ कि कन्भिन्स गरिदिन्छ कि जस्तै अब जब त टन्नै पाउँछ, हजुर जान लागेको कन्ट्रीमा त जबको त कुनै कमी नै छैन। हाम्रो पहिलाको स्टुडेन्टहरूले मजाले कमाइरहेछन् है, घर पठाइरहेछन्, एउटाले त यता जग्गा पनि किन्यो होइन, अर्कोले त उता कार किनेर चलाइरहेछ भनेर चाहिँ त्यस्तो गफ लगाइदिन्छन् होइन। जसले गर्दाखेरि चाहिँ हामीलाई पनि मनमा अब लड्डु फुट्छ होइन। अनि त्यहाँ पछाडि अरू उनीहरूले अब के प्रमिसहरू गर्छन्, जस्तै अब आफ्टर स्टडी चाहिँ पिआर ग्यारेन्टी हुन्छ होइन, सजिलो छ पाउनलाई भनिदिन्छन्, त्यहाँ चाहिँ फ्यामिलीहरूलाई लान मिल्छ भनिदिन्छन् होइन। त्यहाँ पछाडि अब अरू भनेको 100% भिजा चान्सेस छ। अहिले हामीले अब यो देशमा काम गरिरहेको चाहिँ के अरे 2-3 वर्ष भइसक्यो, रिजेक्सन चान्स एकदमै कम छ होइन। हाम्रोमा एप्लाई गरेको 10 मध्येमा 8 जनाको त भिजै लाग्यो भनिदिन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ हामीलाई पनि हो यही देश जानुपर्छ, अरू देशमा त रिजेक्सन आउँछ होला भन्ने डर हुन्छ है। मैले अघि नै पहिल्यै भनिहालेँ होइन, कन्सल्टेन्सीले जहिले पनि हाम्रो डरमाथि नै खेल्ने हो कि जबसम्म हामीले आफ्नो डरमाथि जित पाउन सक्दैनौँ तबसम्म चाहिँ हामी ठगिन्छौँ नै है। अब
अरू चाहिँ अब हेर्दाखेरि कन्सल्टेन्सीहरूले चाहिँ हामीसँग लिने डाइरेक्ट फीहरू पनि हुन्छ होइन। डाइरेक्ट फीहरू चाहिँ कस्तो कस्तो फीहरू लिन्छन् त? अब अब जस्तै अब ल्याङ्ग्वेज क्लास त्यहीँ हुन्छ होइन। धेरै जस्तो कन्सल्टेन्सीहरूले चाहिँ ल्याङ्ग्वेज क्लास पनि त्यहीँ दिने हुन्छ र उनीहरूले चाहिँ ल्याङ्ग्वेज क्लासको पनि त्यसैमा एड गरिदिन्छ कि त ल्याङ्ग्वेज क्लास चाहिँ फ्री हो, तपाईँहरूलाई चार्ज लाग्दैन, तपाईँले ल्याङ्ग्वेज क्लास लिएर हाम्रोबाट एप्लाई गर्नु भने चार्ज लाग्दैन भनिदिन्छ होइन। आफै सोच्नुहोस्, कसैले तपाईँलाई फ्रीमा ल्याङ्ग्वेज क्लास दिन्छ त? दिँदैन नि त। ओभियसली उसलाई केही फाइदा भएर नै तपाईँलाई ल्याङ्ग्वेज क्लास दिएको हो। अब हजुरहरूकोबाट उसले केही नभए पनि 10 लाख कमाइदिन्छ होइन 1 वर्षमा भनेपछि हजुरहरू अब 2 वर्षको स्टडीमा जाँदै हुनुहुन्छ भने हजुरले तिरेको फीबाट कमिसन आउँछ, त्यो कमिसनबाट उनीहरूले 5-10 लाख रुपियाँ कमाइदिन्छ भनेपछि त्यो ल्याङ्ग्वेज क्लास भनेको 10-15 हजार रुपियाँ हजुरहरूसँग नलिँदा पनि उनीहरू चाहिँ डुब्नै हुँदैन। अनि त्यहाँ चाहिँ अर्को के हुन्छ, डकुमेन्टेसनमा लिइरहेको हुन्छ होइन। डकुमेन्टेसनमा अब के गर्छ उनीहरूले, अब जस्तो तपाईँलाई ब्याङ्क स्टेटमेन्ट मिलाइदिन्छु भन्छ होइन। ब्याङ्क स्टेटमेन्ट अब तपाईँलाई डर देखाइदिन्छ, तपाईँहरूले गर्नुभयो ब्याङ्क स्टेटमेन्ट भने मिल्दैन, हामीले गऱ्यौँ भने एकदमै एक्जेक्ट हुन्छ, हाम्रो चाहिँ अब यस्तै मैले अघि नै भनिहालेँ, धेरै स्टुडेन्टको भिजा लागेको छ होइन। हामीले नै बनाइदिन्छौँ ब्याङ्क स्टेटमेन्ट, नत्र हामी कुनै पनि रिस्क लिँदैनौँ। मेन कुरा उनीहरूले भन्ने भनेको त्यही हुन्छ, हामी रिस्क लिन सक्दैनौँ, तपाईँहरूले ब्याङ्क स्टेटमेन्ट बनाउनु भने हामीले रिस्क लिँदैनौँ भनिदिन्छ सिधै। अनि त्यही कुरामा चाहिँ उनीहरूले मौकाको फाइदा उठाइदिन्छ होइन। त्यहाँ चाहिँ अरू भनेको एसओपी, एलओआर होइन। अब स्टेटमेन्ट अफ पर्पज हामी लेखिदिन्छौँ, लेटर अफ रेकमेन्डेसन हामी बनाइदिन्छौँ भनेर भन्छ होइन। जबकि तपाईँहरूलाई मलाई जहाँसम्म लाग्छ कन्सल्टेन्सीहरूले भन्दा चाहिँ तपाईँहरूले नै राम्रो लेख्न सक्नुहुन्छ एसओपी र एलओआर होइन। अहिले त एआईको जमाना पनि छ, हजुरहरूले एआईको हेल्प पनि लिएर लेख्न सक्नुहुन्छ होइन। धेरै कुराहरू छ होइन अहिले, अब टुल्सहरू, त्यस्तो टुल्सहरू है। त्यही भएर सकेसम्म चाहिँ आफैले कोसिस गर्नु होला होइन। होइन अब कन्सल्टेन्सीकै थ्रुबाट जान्छु भन्दा पनि कुनै कुरा, धेरै कुरा चाहिँ विचार गर्नु होला, जुन चाहिँ अहिले म यसमा एक्सप्लेन पनि गर्छु। अर्को चाहिँ के हुन्छ भन्दाखेरि कतिपय कन्सल्टेन्सीहरूले चाहिँ एक्सपिरियन्स लेटरहरू पनि बनाइदिन्छु भन्छ होइन। जब एक्सपिरियन्स लेटरहरू बनाइदिन्छ भने पछि तपाईँलाई उता गएर काम लाग्छ भनेर, र त्यसको पनि चार्ज लिइरहेको हुन्छ होइन। त्यहाँ पछाडि अरू भनेको चाहिँ अब सर्भिस चार्ज उनीहरूको त भइ नै हाल्छ त्यो त होइन। त्यो भनेको उनीहरूले देखाउने दाँत र चबाउने दाँत भन्छ नि, त्यस्तो हो होइन। सर्भिस चार्ज भनेको देखाउने दाँत हो। अनि अरू इन्डाइरेक्ट चार्जेस लिने भनेको चाहिँ त्यो चाहिँ चबाउने दाँत हो क्या उनीहरूको। त्यहाँ चाहिँ टिकटिङहरूमा पनि लिइरहेको हुन्छ होइन। टिकटिङमा पनि अब हजुरहरूको हाम्रोबाट एप्लाई गर्नुभएको छ भने हामीले नै टिकट काट्ने हो, तपाईँले अरू ठाउँबाट लिन पाउनु हुँदैन भनेर त्यसरी नै होइन हजुरहरूलाई चाहिँ इमोसनली ब्ल्याकमेल गरेर चाहिँ टिकटिङ गरिदिइरहेको हुन्छ। त्यहाँ चाहिँ अकोमोडेसन कन्ट्र्याक्ट बनाइदिइरहेको हुन्छ। कतिपय कन्ट्रीहरूमा चाहिँ अब के हुन्छ भन्दाखेरि तपाईँले चाहिँ भिजा एप्लाई गर्दाखेरि चाहिँ कन्ट्र्याक्ट हुनैपर्छ है, अकोमोडेसन देखाउनै पर्छ, कुन ठाउँमा गएर बस्नुहुन्छ, के गर्नुहुन्छ भनेर चाहिँ त्यो देखाउनु पर्छ। त्यो त्यस्तो कुरामा चाहिँ उनीहरूले चार्जेसहरू लिइरहेको हुन्छ है। अब यी सबै कुराहरूलाई चाहिँ अब हामीले चाहिँ कसरी अब ट्याकल गर्ने त होइन। अब यो कुराहरूमा चाहिँ अब हामीले कसरी चाहिँ युनिभर्सिटी एजुकेसन कन्सल्टेन्सीहरूलाई चाहिँ कस्तो कस्तो क्वेसनहरू सोध्ने त भन्दा चाहिँ मैले केही कुराहरू यहाँ बनाएको छु होइन। कुनै धेरै पोइन्टहरू छ यहाँ, म चाहिँ त्यो 1 by 1 डिस्कस गर्दै जानेछु। फर्स्टमा हजुरहरूले सोध्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ पहिला भनेको चाहिँ कन्सल्टेन्सीहरू अब होइन उनीहरूको चाहिँ कति इयर्स अफ एक्सपिरियन्स छ त यो कन्ट्री अनि युनिभर्सिटीको सम्बन्धमा, त्यो चाहिँ पहिला सोध्नुपर्ने हुन्छ है। पहिला चाहिँ त्यही सोध्नुहोस् कि यो कन्ट्रीमा चाहिँ हजुरहरूको कति वर्षको एक्सपिरियन्स छ होइन, कति वर्षदेखि हजुरहरूले कन्ट्रीमा काम गर्दै आउनुभएको छ र हजुरहरूले रेकमेन्ड गर्नुभएको युनिभर्सिटीमा चाहिँ कति वर्षदेखि काम गर्दै हुनुहुन्छ हजुरहरूले। त्यहाँ पछाडि अब रिभ्यूहरू होइन। अनि अब रिभ्यूहरू हेर्नुहोस् होइन, गुगलमा गएर त्यो कन्सल्टेन्सीको नाम हाल्नुभयो भने त्यहाँ गुगल रिभ्युजहरू आउँछ होइन। अब के हुन्छ भन्दाखेरि नयाँ नयाँ कन्सल्टेन्सीहरूले के गरे हुन्छ भन्दाखेरि पेड रिभ्यूहरू हाल्ने हुन्छ होइन। कि त कोही अब उनीहरूकोमा नयाँ अब एप्लाई गरेकाहरू छन् भने उनीहरूलाई होइन जस्तो जे भए पनि त्यो सँगै राखेर आफैले रिभ्यू टाइप गरेर हालिदिरहेको हुन्छ होइन कतिपय कन्सल्टेन्सीहरूले। त्यही भएर त्यस्तो कुरामा चाहिँ विचार गर्नु होला। र सकेसम्म चाहिँ 100 भन्दा माथि रिभ्यू भएको जुन कन्सल्टेन्सी छ हो त्यस्तो कन्सल्टेन्सीहरू हेर्नु होला। र 4.5 भन्दा माथिको रिभ्यू छ कि छैन, यदि 4.5 भन्दा माथिको रिभ्यू छैन भने त्यस्तो कन्सल्टेन्सीमा चाहिँ हजुरहरूले चाहिँ एप्लाई नगर्नु होला। र यदि 4 को रिभ्यू छ भने पनि हजुरहरूले गएर भिजिट गरेर बुझेर एप्लाई गर्नु होला है। र रिभ्यू भनेको चाहिँ एकदमै यो चाहिँ एकदमै चाहिने कुरा हो होइन, यो चाहिँ एकदमै हेर्नुपर्ने नै हुन्छ तपाईँहरूले होइन। अनि त्यहाँ अर्को कुरा के भन्दाखेरि कन्सल्टेन्सी चाहिँ रजिस्टर छ कि छैन
गभर्मेन्ट एजुकेसन मिनिस्ट्रीसँग त्यो हेर्नुपर्छ है मेन कुरा भनेको। अब नेपालमा एउटा सर्वेको अनुसारले चाहिँ होइन हजुर अब हेर्ने हो भने 4000 मोर कन्सल्टेन्सीहरू छ होइन, तर त्यसमा चाहिँ 1400-1500 एउटा कन्सल्टेन्सी मात्रै हजुरहरूको रजिस्टर देखिन्छ है। त्यहाँभन्दा बाहेकको कन्सल्टेन्सीहरू चाहिँ एजुकेसन मिनिस्टर रजिस्टरै छैन भनेर सर्वे भएको थियो होइन। त्यो भनेको आई थिङ्क लगभग हजुरको 70% कन्सल्टेन्सीहरू चाहिँ बिना रजिस्टरै चलिरहेछ होइन। त्यस्तो कन्सल्टेन्सीहरू चाहिँ बचेर बस्नु होला, तिनीहरूले चाहिँ जे पनि स्क्याम गर्न सक्छ र स्क्याम गरेर पछि हजुरले कम्प्लेन गर्नु पर्यो भने चाहिँ उनीहरू त अब गभर्मेन्टको अन्डरमा रजिस्टर भएको हुँदैन होइन, भनेपछि उनीहरूलाई कसैले केही गर्दैन, उनीहरू चाहिँ भागिदिने हुन्छ होइन, के गरिदिने हुन्छ, त्यो कुरामा चाहिँ विचार गर्नु होला है। अब अरू भनेको चाहिँ भिजा सक्सेस कतिको छ अब त्यो चाहिँ आफैले रिसर्च गर्नु होला। जस्तै अब एजुकेसन कन्सल्टेन्सीहरूको पेजमा गएर हेर्नु होला होइन, पेजमा गएर हेर्नु होला उनीहरूले चाहिँ पास्ट स्टुडेन्टहरूको चाहिँ होइन फोटोहरू जस्तै अब कसैलाई पठायो, अहिले त अब फेसबुकमा इन्स्टाग्राममा चाहिँ चलन छ क्या, उनीहरूले चाहिँ आफ्नो गएको मान्छेहरूको चाहिँ फोटोहरू राखिरहेको हुन्छ होइन। अनि त्यस्तो मान्छेहरूसँग चाहिँ बरु सकेसम्म कुरा गर्नु होला, फेसबुकतिर पनि एड गरेर कि त मेसेज पठाएर होइन, कन्सल्टेन्सीसँगको एक्सपिरियन्स कस्तो रह्यो होइन, कस्तो के छ भनेर केही नभए पनि 4-5जनासँग कुरा गर्नु भने त हजुरलाई आइडिया भइ नै हाल्छ होइन, यो कन्सल्टेन्सी कस्तो हो के हो भनेर होइन। अनि अर्को कुरा उनीहरूसँग अब सोध्नुपर्ने कुरा भनेको चाहिँ टोटल फी चाहिँ कति लिन्छ त अब उनीहरूले होइन, टिल द इन्ड अफ द प्रोसेससम्म चाहिँ कति चार्ज गर्छ, कुन स्टेपमा होइन कति पैसा तिर्नुपर्ने हुन्छ सबै सोध्नु होला, फुल प्रोसेसहरू के छ होइन। जस्तै अब कतिपय कन्सल्टेन्सीहरूले चाहिँ के गर्छ भन्दाखेरि सुरुमा चाहिँ हजुरहरूलाई होइन 20,000 रुपियाँ दिनु हाम्रो यो डकुमेन्टेसनको लागि, त्यहाँपछि 10,000 रुपियाँ दिनु यसको लागि भनेर मागिरहेको हुन्छ होइन। त्यसपछि टोटल चाहिँ कति तिर्नुपर्ने त्यो हेर्नु होला होइन। अब उनीहरूले चाहिँ कति मागिरहेछ, अब सबै कन्सल्टेन्सीहरू हेर्नु होला कसले कतिमा काम गरिरहेछ। अब फेरि जसले मिनिमम अमाउन्टमा काम गरिरहेको छ त्यो पनि राम्रो कन्सल्टेन्सी भन्ने होइन, त्यसमा पनि हजुरहरूले मैले भने जस्तै माथिको पोइन्टहरू सबै हेर्नु होला है। अब त्यो पछाडि के गर्नु होला भन्दाखेरि आफ्नो तर्फबाट पनि रिसर्च गरेर जानु होला कि कुनै पनि कन्सल्टेन्सीमा जाँदाखेरि के गर्नु होला। अहिले युट्युबको जमाना छ होइन, हजुरहरूले यदि अब सपोज युएसएमा जानु छ, अस्ट्रेलिया जानु छ भने स्टडी इन युएसए, स्टडी इन अस्ट्रेलिया होइन भनेर सर्च गर्नुभयो भने पनि धेरै स्टुडेन्टहरूको एक्सपिरियन्सहरू हुन्छ होइन। अब धेरै पास्ट स्टुडेन्टहरूको पनि एक्सपिरियन्सहरू हुन्छ, अब त्यस्तो कुराहरू हेर्नु होला होइन। अनि त्यो कतिपय त अब चलेको नाम चलेको युनिभर्सिटी छ अनि त्यस्तो युनिभर्सिटीतिर चाहिँ अब सकेसम्म हजुरहरूले युट्युबमा भिडियोहरू हेर्नु होला होइन। इन्डियनहरूले बनाएको हुन्छ, पाकिस्तानी बङ्गलादेशी सबैले बनाएको हुन्छ होइन। त्यस्तो भिडियोहरू हेर्नु होला, नेपालबाट गएको मान्छेहरूको सबैको भिडियो हेर्नु होला होइन। सबैको भिडियो हेरेर चाहिँ अनि त्यहाँ पछाडि चाहिँ बल्ल कन्क्लुजनमा आउनु होला कि यो कन्ट्री चाहिँ ठिक हो कि होइन मेरो लागि भनेर होइन। अब त्यहाँ पछाडि अरू कुरा चाहिँ अब हजुरहरूले के हेर्नुपर्छ भन्दाखेरि अनि त्यहाँ चाहिँ हजुरले युनिभर्सिटी यदि उनीहरूले रिकमेन्ड गरिरहेछ होइन कन्सल्टेन्सीले भने त्यसमा चाहिँ हजुरहरूले हेर्नु होला एक्रेडिटेड कोर्स हो कि होइन, मिनिस्ट्री अफ एजुकेसनको कोर्स हो कि होइन। अनि त्यहाँ चाहिँ त्यहाँभित्र गएर हेर्नु होला एल्मुनाईहरू, त्यहाँको पहिलाको एल्मुनाईहरू चाहिँ कहाँ गएर काम गरिरहेछ होइन, कतिको सक्सेस रेट छ अब एल्मुनाईहरूको पनि, एल्मुनाईहरूको पनि स्टोरीहरू हेर्नु होला होइन। अब कतिपय युनिभर्सिटीहरूले त त्यतिकै पनि राखिदिरहेको हुन्छ होइन, तर हजुरहरूले त अहिले लिङ्कडिनको जमाना छ होइन, धेरै सोसल साइटहरू छ, हजुरहरूले तिनीहरूको मजाले प्रोफाइल मजाले सर्च गरेर हेर्न सक्नुहुनेछ। र त्यही भएर चाहिँ आफ्नो तर्फबाट पनि रिसर्च जरुरी छ है। यदि हजुरलाई ठगिनबाट बच्नु छ भने सबभन्दा मेन भनेको चाहिँ रिसर्चै हो। मलाई जहाँसम्म लाग्छ हजुरहरूले मैले भने जसरी सबको भिडियो हेरेर यदि रिसर्च गर्नुभयो भने चाहिँ हजुरहरूले कन्सल्टेन्सी पनि गइराख्नु पर्दैन, हजुरहरूले सबैले आफैले सेल्फ एप्लाई नै गर्न सक्नुहुन्छ मलाई जहाँसम्म लाग्छ है। अब त्यहाँ चाहिँ अरू कुरा के हेर्ने भन्दाखेरि आफूले यदि आफूलाई अब मनमा लागेको कुनै युनिभर्सिटी छ म चाहिँ युनिभर्सिटीमा पढ्छु भन्ने छ भने त्यो त भइ नै हाल्यो होइन। त्यो त हजुरहरूले आफैले रिसर्च गर्नु होला, बेटर युनिभर्सिटी हेर्नु होला, आफैले युनिभर्सिटीले रेकमेन्ड गरेको भन्दा पनि आफैले चाहिँ अब गएर युनिभर्सिटीलाई बरु के अरे कन्सल्टेन्सीलाई रेकमेन्ड गर्नु होला कि म चाहिँ यो युनिभर्सिटीमा पढ्न चाहन्छु, यसको चाहिँ कसरी एप्लाई गर्ने यसको प्रोसेस मलाई बताउनु भनेर त्यसरी चाहिँ कुरा गर्नु होला होइन। अब यदि उनीहरूले पनि यदि हजुरहरूलाई रेकमेन्ड गरेको युनिभर्सिटी छ भने त्यसमा चाहिँ के गर्नु होला भन्दाखेरि ऱ्याङ्किङ हेर्नु होला युनिभर्सिटीको,
अब तपाईँले सपोज कुनै युनिभर्सिटी भनेर हाल्नुभयो भने चाहिँ तपाईँको गुगलमा मजाले क्युएस ऱ्याङ्किङदेखि लिएर टाइम्स हायर एजुकेसनको ऱ्याङ्किङ के ऱ्याङ्किङ छ होइन, सबै ऱ्याङ्किङ त्यहाँ देखाइदिन्छ होइन। अब युनिभर्सिटीमा चाहिँ हजुरहरूले ऱ्याङ्किङ किन जरुरी छ भन्दाखेरि भोलि गएर चाहिँ तपाईँले चाहिँ त्यो युनिभर्सिटीबाट पास आउट भइसके पछाडि चाहिँ लोकल मार्केटमा चाहिँ काम पाउन सजिलो हुन्छ यदि राम्रो युनिभर्सिटी छ भने होइन। अब नाम चलेको युनिभर्सिटी छैन भने त त्यो त हजुरलाई नै गाह्रै भयो नि त होइन। इन्टर्नसिपहरू खोज्नको लागि सबै गर्नको लागि पनि गाह्रै हुन्छ, किनभने युनिभर्सिटीको नामै सुनेको हुँदैन। रेप्युटेड युनिभर्सिटीबाट पढ्नुभयो भने त हजुरले राम्रै अपर्च्युनिटी पाउनुहुन्छ नि त। अब त्यो अर्को भनेको चाहिँ हजुरहरूले चाहिँ यदि कन्सल्टेन्टलाई आफैले अब हजुरहरूले नै अब उसलाई चाहिँ रेकमेन्ड अब के अरे हजुरले नै उसलाई चाहिँ अब म चाहिँ यो युनिभर्सिटीमा पढ्छु भनेर भन्नुभएको छ र त्यसको पहिला प्रोसेस अब के गर्छ कन्सल्टेन्टले भन्दाखेरि चाहिँ पहिला चाहिँ जहिले पनि पहिला चाहिँ राम्रो कन्सल्टेन्ट हो भने चाहिँ पहिला चाहिँ हजुरले भनेको युनिभर्सिटीमा एप्लाई गर्छ होइन। यदि त्यहाँबाट भएन भने चाहिँ बल्ल उनीहरूलाई रेकमेन्ड गर्ने हो क्या। अब कतिपय कन्सल्टेन्सीहरूले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको चाहिँ ल हामीले चाहिँ एप्लाई गऱ्यौँ तपाईँले भनेको युनिभर्सिटीमा, तर तपाईँको रिजेक्सन भयो भएन भनेर चाहिँ उनीहरूले चाहिँ तपाईँलाई चाहिँ हामी चाहिँ यो युनिभर्सिटीमा एप्लाई गरिदिन्छौँ भनेर गरिदिन्छ होइन। त्यस्तो केसमा चाहिँ के हुन्छ भन्दाखेरि उनीहरूले चाहिँ एप्लाई नगरेकै हुनसक्छ कतिपय केसमा चाहिँ, कि उनीहरूलाई त सकेसम्म त हजुरलाई अब प्राइभेट युनिभर्सिटीमा कुनै अब कमिसन धेरै आउने युनिभर्सिटी हाल्नु छ नि त, अनि तपाईँले भनेको युनिभर्सिटीमा त उनीहरूले त गर्दैनन्। त्यही भएर चाहिँ उनीहरूलाई चाहिँ के गर्नु होला भन्दाखेरि सकेसम्म धेरै कन्सल्टेन्सीहरूले चाहिँ के गरे हुन्छ भने आइडी र पासपोर्ट सबै जुन एप्लाई गरेको हुन्छ त्यो उनीहरूले राखेको हुन्छ, सकेसम्म चाहिँ त्यो माग्नु होला होइन। आइडी र पासपोर्टहरू हुन्छ पोर्टलहरू सबै युनिभर्सिटीको पोर्टलमा गएर यो एप्लाई जस्तै युनिभर्सिटीमा चाहिँ हजुरहरूले एप्लाई गर्दाखेरि चाहिँ आइडी र पासपोर्ट बनाएको हुन्छ होइन, त्यो माग्नु होला। आफैले गएर चेक गर्नु होला हो कि होइन, रिजेक्सन भएको हो कि होइन, रिजेक्सन भयो भने के रिजन हो, उसले चाहिँ के डकुमेन्ट हालेको थियो सबै देख्न सक्नुहुन्छ होइन। त्यही भएर त्यो कुरामा चाहिँ हजुरले ध्यान दिनुपर्ने हुन्छ है। अब उनीहरूले चाहिँ के हो भन्दाखेरि मैले अघि नै भनिहालेँ, उनीहरूले चाहिँ तपाईँलाई चाहिँ कुनै पनि युनिभर्सिटीमा चाहिँ फोर्सफुल्ली चाहिँ पठाउनु हुँदैन र त्यो चाहिँ हजुरले नै जान्नुपर्ने हुन्छ कि यदि उसले फोर्सफुल्ली यदि हजुरलाई पठाइरहेछ त्यो युनिभर्सिटी रेकमेन्ड गरिरहेछ भने सोच्नु न कि उसलाई चाहिँ हायर कमिसन आउँछ त्यहाँबाट है, त्यही नै। अब तपाईँहरूको के हो भन्दाखेरि कन्सल्टेन्सीले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ तपाईँको मार्क हेरेर चाहिँ त्यो अनुसारले चाहिँ तपाईँलाई रेकमेन्ड गर्नु पऱ्यो युनिभर्सिटीहरू होइन। यदि तपाईँको गुड मार्क छ भने राम्रै युनिभर्सिटी नाम चलेकै युनिभर्सिटीमा उसले हालिदिनु पऱ्यो होइन। यदि अब एभरेज मार्क छ भने त्यही अनुसारले हुनु पऱ्यो, तर आफैले पनि युनिभर्सिटी चाहिँ हजुरहरूले हेरेरै जानु होला है। अब अरू कुरा भनेको चाहिँ अब कन्सल्टेन्सीको हिडन फी हुनु भएन होइन, मैले अघि नै भनेको जस्तो होइन। उनीहरूले चाहिँ एकदम ट्रान्सपरेन्सी राख्नु पऱ्यो चार्जेसहरूमा। पहिला भनेको एउटा पछि गएर चाहिँ अरू गर्नु भएन, त्यसमा ध्यान दिनु होला। अनि त्यहाँ चाहिँ के हो भन्दाखेरि कतिपय कन्सल्टेन्टहरूले चाहिँ के हुन्छ भन्दाखेरि स्कलरसिप चाहिँ के दिन्छ कसो दिन्छ भनेर थाहा नै हुँदैन उनीहरूलाई होइन युनिभर्सिटीहरूले। उनीहरूले चाहिँ त्यस्तो स्कलरसिपहरूको बारेमा पनि हजुरलाई बताउन सक्नु पऱ्यो होइन। यदि सबै तपाईँले अस्ट्रेलिया जाँदै हुनुहुन्छ, युएसए जाँदै हुनुहुन्छ, जर्मनी जाँदै हुनुहुन्छ भने त्यो कन्ट्रीले र युनिभर्सिटीले कस्तो कस्तो स्कलरसिपहरू चाहिँ हजुरहरूलाई दिन्छ त होइन स्टुडेन्टहरूलाई, त्यो चाहिँ हेर्नु पऱ्यो होइन। अनि एउटा कुरा चाहिँ के भन्छु म भन्दाखेरि जहिले पनि कन्सल्टेन्सी जाँदाखेरि चाहिँ गएर मार्कसिट दिनुभयो र ढुक्कसँगले घर आएर चाहिँ उसले गरिरहेको हुन्छ सबै उसले गर्दै हाल्छ नि मैले किन हेर्नु पऱ्यो र भनेर चाहिँ त्यसरी चाहिँ कहिले विश्वास नगर्नु होला होइन। त्यो भनेको चाहिँ तपाईँ आफै दलदलमा गएर फस्नुहुन्छ होइन। पछि गएर चाहिँ हजुरले त्यही कन्ट्रीमा गएपछि अनि कन्सल्टेन्सीलाई सराप्नुहुन्छ होइन। त्यो भनेको चाहिँ सरापेर त उसलाई त के नै हुन्छ र होइन, उनीहरूलाई त बानी भइसकेको हुन्छ, उनीहरूलाई त तपाईँको भन्नाले पैसाको मतलब हुन्छ। त्यही भएर आफ्नो लागि चाहिँ आफैले गर्नुपर्छ है। त्यहाँ चाहिँ अब अरू चाहिँ के हुनुपर्छ भन्दाखेरि होइन उनीहरूले चाहिँ अब त्यो तपाईँलाई पठाउन लागेको कन्ट्रीको बारेमा पनि राम्रोसँग ज्ञान हुनु पऱ्यो उनीहरूलाई होइन। उनीहरूलाई चाहिँ अब त्यहाँ चाहिँ जब अपर्च्युनिटी कस्तो छ के छ होइन, अकोमोडेसन अब तपाईँको होइन रियल स्टेटहरूको के छ अब होइन, अब रुमहरू पाउन कतिको सजिलो छ त्योहरू चाहिँ उनीहरूलाई पनि थाहा हुनु पऱ्यो र उनीहरूले प्लस तपाईँलाई रेकमेन्ड पनि गर्न सक्नु पऱ्यो होइन, तपाईँलाई गाइड गर्न सक्नु पऱ्यो मेन चाहिँ होइन। अनि यदि तपाईँलाई कुनै कोर्समा पठाइरहेछ भने उनीहरूले रेकमेन्ड गरिरहेछ कुनै कोर्स भने त्यो कोर्सले चाहिँ कस्तो भ्याल्यु हजुरहरूलाई दिन्छ त फ्युचरमा गएर होइन, त्यो हेर्नु पऱ्यो होइन। फ्युचरमा गएर चाहिँ तपाईँको जब अपर्च्युनिटीहरू कतिको छ त भनेर आफैले पनि रिसर्च गर्नु पऱ्यो तपाईँले।
अब त्यहाँ पछाडि चाहिँ यदि तपाईँहरूले अघि नै मैले भनिहालेँ जस्तै अब एसओपीहरू एलओआरहरू चाहिँ उनीहरूले बनाइदिने हुन्छ होइन। र यस कुनै कन्सल्टेन्सीले चाहिँ यदि तपाईँलाई आफैले होइन हामी बनाइदिन्छौँ भन्छ भने त्यो चाहिँ त्यसमा चाहिँ हजुरले नपर्नुले त हजुरहरूलाई आउँछ भने आफै बनाउनु होला होइन। यदि होइन भने यदि हजुरहरूले भनेपछि बल्ल उसले यदि हुन्छ हामी पनि बनाउँछौँ भन्यो भने चाहिँ त्यस्तोमा चाहिँ हजुरहरूले बनाउन सक्नुहुन्छ। तर मैले अघि नै भनिहालेँ एआईको जमाना छ होइन। एआईको जमानाहरूमा हजुरहरूले अब सोध्नु पनि होला उनीहरूलाई होइन एसओपी र एलओआरको कति लिनुहुन्छ के छ चार्जेस होइन भनेर जति पनि कन्सल्टेन्सी जानुहुन्छ सबै चार्जेसहरूको बारेमा चाहिँ बुझ्नु होला। ल्याङ्ग्वेज कोर्सदेखि गरेको ल्याङ्ग्वेज कोर्सदेखि लिएर हजुरको फुल प्रोसेससम्म चाहिँ होइन डकुमेन्टेसनको पनि चार्जेसहरू के कस्तो छ यस्तो कुराहरू चाहिँ सबै सोध्नु होला है कन्सल्टेन्सीलाई। अब त्यहाँमा चाहिँ अर्को मेन कुरा भनेको चाहिँ के भन्दाखेरि भोलि गएर इन केस अफ भिजा रिजेक्सन भयो भने चाहिँ उनीहरूले चाहिँ अब कति अमाउन्ट चाहिँ तपाईँलाई रिफन्ड गर्छ त्यो सोध्नु पर्यो मेन भनेको होइन। अब कतिपयमा चाहिँ त्यो थाहा हुँदैन होइन। धेरै धेरै पनि डिडक्ट गरिदिरहेको हुन्छ पछि गएर होइन। उनीहरूले स्क्याम गरिदिन्छ होइन। कतिपय कन्सल्टेन्सीहरूले चाहिँ त्यो त्यो कुरामा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ है। त्यो कुरा पनि सोध्नु होला गएर होइन। अनि आफ्टर स्टडी अपर्च्युनिटी अब पोस्ट स्टडी वर्क भिजा चाहिँ कति वर्षको पाउँछ हजुर जान लागेको कन्ट्रीमा त्यो पनि सोध्नु होला मेन चाहिँ होइन। अब जम्मा होइन कहाँ कुनै कुनै कन्ट्रीमा चाहिँ अब 1 वर्ष हुन्छ कहीँ 2 वर्ष हुन्छ होइन। त्यो चाहिँ हजुरहरूको होइन हजुरहरूले अब एक्सपेक्ट गरे अनुसारले चाहिँ त्यो मिट हुन्छ कि हुँदैन होइन त्यो हेर्नु पर्यो होइन। हजुरहरूलाई चाहिँ अब पोस्ट स्टडी वर्क भिजा कतिको भयो भने चाहिँ मलाई बेटर हुन्छ भनेर त्यो अनुसारले कन्ट्री चुज गर्नु होला होइन। त्यो सोध्नु होला। अनि त्यहाँबाट चाहिँ अरू भनेको चाहिँ प्रोज एन्ड कन्स पनि सोध्नु होला कुनै कुनै कन्ट्रीको। उसले अब तपाईँलाई पठाउन खोजेको छ यदि आफू पनि जान खोज्नु भएको छ कुनै कन्ट्री भने त्यहाँको प्रोज एन्ड कन्स चाहिँ जान्नु होला होइन। अनि मैले अघि नै भनिहालेँ आफैले पनि रिसर्च गर्नु होला होइन। जस्तै अब मैले भिडियो बनाउँछु होइन। जस्तो मेरो जस्तो धेरै जस्तो गाइड गर्ने मान्छेहरू हुन्छ होइन। उनीहरूको भिडियो हेर्नु होला होइन। अनि प्रोज एन्ड कन्सको बारेमा जान्नु होला। त्यसले गर्दाखेरि तपाईँलाई जानुभन्दा अगाडि नै थाहा हुन्छ होइन के कुरा लिएर जाँदा राम्रो हुन्छ त्यहाँ के अब हजुरहरू जाँदाखेरि चाहिँ बस्न खान कतिको राम्रो छ के छ होइन सबै। किन सबै कन्ट्रीको प्रोज एन्ड कन्स हुन्छ होइन। सबै जस्तो डेभलप कन्ट्रीको पनि प्रोज एन्ड कन्स भइ नै हाल्छ होइन। अब त्यसमा चाहिँ हेर्नु होला कुन प्रोजले चाहिँ तपाईँलाई फाइदा हुन्छ कुन कन्सले चाहिँ हजुरलाई घाटा हुन्छ सबै हेर्नु होला। त्यो चाहिँ अनि आइडियल कन्ट्री हो कि होइन मेरो लागि भनेर त्यो हजुरहरूले आफैले विचार गर्नु होला र त्यही अनुसारले एप्लाई गर्नु होला होइन। अनि त्यहाँ चाहिँ अरू चाहिँ के भन्दाखेरि अब कतिपय कन्सल्टेन्सीहरूले अघि नै मैले भनिहालेँ होइन। एसओपीहरू चाहिँ हामीले नै हाम्रैबाट बनाउनुपर्छ हामीले नै बनाउँछौँ नत्र हजुरको भिजा रिजेक्ट हुन्छ। टिकटिङ चाहिँ हाम्रैबाट गर्नुपर्छ ब्याङ्क स्टेटमेन्ट पनि हाम्रैबाट गर्नुपर्छ भनेर यदि तपाईँहरूलाई चाहिँ यदि कर गरेरै होइन कुनै चार्जेसहरू यदि यसरी लिइरहेछ भने त्यस्तो कन्सल्टेन्सीको पछाडि चाहिँ नलाग्नु होला। त्यो भनेको चाहिँ 100% त्यो पैसा मनी माइन्डेड कन्सल्टेन्सी हो होइन। यदि यो मैले भनेको पोइन्टहरूमा होइन यदि हजुरहरूले अब हजुरहरूले पनि हजुरको पनि समर्थन छ भने चाहिँ हजुरहरूले त्यो अनुसारले चाहिँ अनि त्यसरी कन्सल्टेन्सी सर्च गर्न सक्नुहुनेछ है। हस् त अब आजको भिडियो चाहिँ यति नै हो होइन। हजुरहरूले यदि कुनै कन्फ्युजनहरू छ र हजुर अब मैले चाहिँ यसमा यो टपिकमा चाहिँ कुनै कुराहरू कभर गर्न छुटाएको छु भने चाहिँ कमेन्ट गरिदिनु होला होइन। जसले गर्दाखेरि चाहिँ अरूलाई पनि हेल्प होस् होइन। अनि आफ्नो एक्सपिरियन्सहरू पनि सेयर गरिदिनु होला सकेसम्म जसले गर्दाखेरि चाहिँ अरू फ्युचरमा जाने स्टुडेन्टहरूलाई पनि हेल्पफुल हुनेछ। हस् त धन्यवाद थ्याङ्क यू।